दर्शक नमस्कार। फटाफट विशेषमा यहाँलाई स्वागत छ। म डमर सेन्चुरी। आज हामी तपाईले पृष्ठभूमिमा देखिसक्नु भएको छ। केही बताउँदैनौँ हामी अथवा म तपाईलाई केही बताउनेवाला छुइनँ भनेर भन्न मिल्दैन। तथापि पनि पृष्ठभूमिमा देखिसकेपछि तपाईले बुझिसक्नु भएको छ। आज हामी विशेष दिनको विशेष अवस्थामा छौँ। त्यसैले कार्यक्रम फटाफट विशेष लिएर यहाँ तपाईँ समक्ष उपस्थित भएका छौँ। म तपाईलाई आज यस विशेष अवस्थाको बारेमा केही कुरा बुझाउँछु, केही कुरा जनाउँछु। मलाई जतिसम्म ज्ञान छ त्यतिसम्म तपाईलाई यसको बारेमा म बताउन लागिरहेको छु। हामी छठ पर्वको उपलक्ष्यमा आज छठको विशेष दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिनको लागि यो घाटमा पूजाआजा अथवा अर्घ्य दिने कार्यक्रम, जल चढाउने कार्यक्रम भइरहेको छ। यो छठ पर्व नेपाली हिन्दूहरू मात्रको चाड भनेर हामी बुझ्ने गर्थ्यौँ। तर आजभोलि के हिन्दू, के मुस्लिम, के अन्य धर्मसँग सम्बन्धित व्यक्तित्वहरू सबैले समान रूपमा यस पर्वलाई मान्यता दिँदै अनि मान्दै आएको हामीले पाएका छौँ। हाम्रो समुदायमा के धनी, के गरिब, के उच्च, के नीच, के कुन वर्णको, के कुन वर्णको, के कुन वर्गको, के कुन वर्गको केही छुट्टिँदैन छठ पर्वमा समावेश हुन। अनि छठ पर्वमा आएर यसको व्रत लिएर पूजा गर्नको लागि केहीको भिन्नता छैन, केहीमा यहाँ असमानता छैन। सबै समान रूपले सबैले पूजा गर्ने गर्छन्। छठ पर्व के पहाड, के तराई, के यो हिमाल सबैतिर अहिले यो पर्वलाई विशेष रूपले मान्न थालिएको छ। विशेष गरेर नेपालमा आजभन्दा धेरै वर्ष अगाडि अथवा परम्परागत रूपमा मिथिला प्रदेशबाट सुरु भएको यो छठ पर्वको रौनक, छठ पर्वको पूजा गर्ने संस्कार अहिले वर्षमा 2 चोटिसम्म पूजा गर्न थालिएको छ। चैतमा चैत शुक्ल पक्षको षष्ठी तिथिका दिन गरिने छठ पर्व र कार्तिक शुक्ल पक्षको षष्ठी तिथिका दिन गरिने छठ पर्व, छठ पूजा यो वर्षको 2 चोटि पनि मान्न थालिसकिएको छ र पूजा गर्न थालिएको छ। तर चैतमा गरिने छठ पूजा अथवा छठ पूजा चाहिँ विशेष गरेर सीमित ठाउँहरूमा सीमित व्यक्तित्वहरूले जसले विशेष रूपमा मान्ने गर्नुहुन्छ आस्थाको रूपमा, जो भारतका उत्तर प्रदेश अथवा बिहारतिर र भारतवर्षमा थुप्रै ठाउँमा चैते छठलाई मान्ने गरिन्छ भने नेपालका ठाउँहरूमा चाहिँ हामीले यो कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मान्ने छठलाई विशेष गरेर हामी मान्ने गर्छौँ र मानेको हामी देख्छौँ। र यो रौनक पनि हामी यतिखेर मात्रै देख्छौँ, आजकै दिन देख्छौँ। यसपालि 2082 सालको कार्तिक 10 गते सोमबारको दिन परेको छ र आजको यो साँझको बेलामा यो छठ पर्वलाई मनाउने क्रमको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने काम भइरहेको छ। हामी देखिरहेको छौँ पृष्ठभूमिमा यहाँ बेलबारी नगरपालिकामा अवस्थित लोहन्द्रा खोलाको पुलमा हामी यो छठ पर्वको अवसरमा अर्घ्य दिने कार्यक्रमलाई हामी तपाईँ समक्ष जोडेर देखाउनेछौँ। र छठ पर्व विशेष गरेर 4 दिन मनाइन्छ। चतुर्थीको दिनदेखि सुरु गरेर पञ्चमी र षष्ठीको अनि सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिए सँगसँगै यो पर्व समापन हुनेछ। सुरुको चतुर्थीको दिन अथवा 4 दिन मनाइने यो छठ पर्वको पहिलो दिन नहाई खाई शुद्ध भएर बेलुका साँझमा विशेष गरेर लौकाको सब्जी अनि तोरीको सागको सब्जीसँग शुद्ध शाकाहारी सात्विक भोजन ग्रहण गरिसकेपछि भोलिपल्ट खरनाको दिन दिनभरि निराहार अनि निर्जल उपवास बसेर साँझको बेलामा सपरिवार भएर खीर र सक्खर अथवा दुधमा पकाएको सक्खर मिसाएको खीरलाई प्रसादको रूपमा आफूले र आफ्ना परिवारका सदस्यहरूलाई बाँडिसकेपछि ग्रहण गरेर यो पञ्चमीको दिनको पर्व सिद्धिन्छ, यानि कि खराना सिद्धिन्छ। र भोलिपल्ट षष्ठीको दिन शुभ बिहानी सँगसँगै नुहाई धुवाई गरेर निराहार रूपमा निर्जल रूपमा पानी पनि नपिकन साँझको समयमा सूर्यलाई अर्घ्य दिइन्छ भने सप्तमीको दिन शुभ बिहानीमा रातभर जागरण बसेर सप्तमीको दिन शुभ बिहानीको दिन घाटमै गएर जहाँ आफूले अघिल्लो दिन पूजा गरिएर जल अर्पण गरिएको थियो त्यही दिन
अथवा त्यसको भोलिपल्ट सप्तमीको दिन बिहान फेरि सूर्यलाई उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गर्ने गरिन्छ। यो त भयो मैले जानेको र मेरो मनमा मलाई ज्ञात भएसम्मको यो छठ पर्वको बारेमा तपाईँलाई ज्ञान दिएँ। यो पर्व व्रतहरू मध्येको अति कठिन, अति नै कष्टपूर्ण तरिकाको व्रत हो। यो व्रतमा तपाईँले कुनै किसिमको बिटुलो गर्न पाउनुहुन्न, कुनै किसिमको अशुद्ध काम गर्न पाउनुहुन्न। तपाईँ निराहार बस्नु भएको छ, तपाईँ शुद्ध हुनुहुन्छ, शुद्ध भोजन तपाईँ ग्रहण गर्नुहुन्छ, शुद्ध बिछौनामा तपाईँ शयन गर्नुहुन्छ, अनि परिवारलाई पनि तपाईँ शुद्ध राख्नुहुन्छ। परिवारका सदस्य जसले व्रत लिन्छ ऊ बाहेक उसका परिवारको सदस्य र नातागोता पनि शुद्ध भएर नै त्यो पूजामा सामेल हुनुपर्छ। त्यतिसम्म कि 4 दिनसम्म निराहार जत्तिकै एक छाक मात्रै खाएर गरिने कष्टपूर्ण तरिकाको यो व्रत हो र पूजा हो। यदि यसरी निराहार र शुद्ध तरिकाले गरिएको छ पूजा भने तत्काल छठी माताबाट आशीर्वाद प्राप्त हुने, प्रदान गरिने र आफूलाई अनुभव हुने गरेको आशीर्वाद पनि प्राप्त हुने महसुस गरेका छन् व्रतालुहरूले। त्यसैले यो चाडको रौनक निकै बढेको पाइन्छ। यो प्रदेशहरूमा यो के तराई अनि के उपत्यका, के दून, के गाउँ बस्ती सबैतिर यो अहिले छठको रौनक बढेको छ। दर्शकबिन, म तपाईँलाई धेरै कुरा गर्दिनँ। अब भने हामी दर्शकहरू मात्र नभएर यो छठ पूजामा रहेका व्रतालु र छठसँग सम्बन्धित व्यक्तित्वहरूसँग र जसले छठको बारेमा ज्ञान गरेको छ उहाँहरूसँग हामी कुरा गर्छौँ। यो आज हामी विशेष गरेर फटाफट विशेष कार्यक्रममा छौँ। फटाफट विशेष कार्यक्रममा आज हामी छठको उपलक्ष्यमा छठका व्रतालुहरूसँग कुरा गर्नको लागि मोरङको बेलबारी नगरपालिकामा अवस्थित लोहन्द्रा खोलाको पुलभन्दा उत्तरपट्टिको यो पूजा गर्ने पूजा स्थलमा हामी भेला भएका छौँ र म यहाँ केही व्रतालु र छठसँग सम्बन्धित व्यक्तित्वहरूसँग अथवा छठसँग ज्ञान राख्ने व्यक्तित्वहरूसँग कुरा गर्न लाग्दैछु। दर्शकबिन, म अहिले एकजना व्रतालुका परिवारका सदस्य बेलबारी नगरपालिकामा निवास गरिरहनु भएको व्यक्तित्वसँग उहाँको परिचय उहाँ आफै दिनुहुन्छ र उहाँलाई म स्वागत गर्न चाहन्छु। तपाईँलाई फटाफट विशेष कार्यक्रममा स्वागत छ। धन्यवाद। म प्रकाश कुमार शाह, बेलबारी 1 हो होइन। आज यस छठ माताको पावन अवसरमा यो षष्ठी पूजामा चाहिँ सबैजना हामी सम्मिलित भएका छौँ र हजुरलाई पनि यसपछि धेरै धेरै स्वागत गर्छौँ हामी है। धन्यवाद। है, अब यो चाहिँ तपाईँले मलाई जुन किसिमले सोध्नु त्यति त जानकारी नभए पनि अलिक सामान्य चाहिँ जानकारी के छ भन्दाखेरि यो एकदम अनादिकालदेखि नै, जब भनौँ न सनातन धर्मको स्थापनादेखि नै यो चलिआयो जस्तो लाग्छ मलाई। र यसको ब्याकग्राउन्ड अलिकति भन्नुपर्दाखेरि चाहिँ भगवान् श्री रामचन्द्रजीले जब लङ्का विजय गरेर आइसकेपछि, रावणलाई मारेर आइसकेपछि जुन दीपावली मनाइयो, योभन्दा अगाडि हामीले दीपावली पनि मनायौँ। त्यो मनाइसकेपछि त्यसकै त्यो खण्डमा चाहिँ अनि मनाइसकेपछि देशमा चाहिँ सुख शान्ति छाओस्, भएका विभिन्न नयाँ बालीहरूलाई सबलाई पुगोस्, यतिखेर बालीहरू पनि नयाँ निस्किन्छ, भित्रिन्छ, बालीहरू पनि नयाँ भित्रिन्छ, अनि सबलाई सुख होस् भनेर चाहिँ भगवान् श्री रामचन्द्रजीले त्यतिखेर चाहिँ षष्ठी माताको चाहिँ व्रत राख्नुभएको थियो, जुन चाहिँ दीपावलीको ठ्याक्कै औँसीदेखि षष्ठी तिथिमा पर्छ होइन। र यो षष्ठी माताले हामी सबैको परापूर्व कालदेखि नै सबैको मनोकामना पुरा गरेकोले गर्दाखेरि यसको महत्त्व धेरै बढेर गएको छ। अहिले विश्वमा चाहिँ हरेक चाडपर्वको बढ्दो क्रममा चाहिँ षष्ठी माताको चाहिँ छठ पर्वको चाहिँ बढ्दो क्रम देखिराखिएको छ र यो अन्तर्राष्ट्रियकरण पनि भइसकेको छ। आजको मितिमा जुन न्युज च्यानलहरूले देखाउँछ, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा सबै ठाउँमा यसको चाहिँ अलिकति चाहिँ महत्त्व बढेको देखिन्छ र मैले जानेको कुरो यही छ सर। किन गरिन्छ, विशेष गरेर चाहिँ किन गरिन्छ जस्तो लाग्छ तपाईँलाई र के विश्वास छ तपाईँ यो छठ माताको व्रत चाहिँ किन गरिन्छ र के विश्वास छ तपाईँले के यो हेर्नुहोस् यसमा पाउनु भएको छ? यो जनमानसमा विश्वास र यसले धेरै मान्छेहरूको चाहिँ मनोकामना पुरा भएको छ यो पर्वलाई, यो पूजालाई चाहिँ आस्थामा राखेर गर्दाखेरि भन्ने यो हामीले पनि महसुस गरेका छौँ। अब यसको चाहिँ कस्तो छ भने जस्तै यसको पहिलो मान्छेहरूको चाहिँ भावना के छ भन्दाखेरि जस्तै कि घरमा भएको अभाव जुन चाहिँ अब कुनै दैवी प्रकोपहरूले छ भने ती सबैहरू छिन्न भिन्न भएर राम्रो हुन्छ भन्ने कुरो एउटा विश्वास छ। जस्तै कि अब कसैको घरमा अब छोराछोरी नहुनु, कसैको घरमा बिमारीहरूले निकै दिनदेखि प्रकोप, त्यस्ता मान्छेहरूले यो चाहिँ षष्ठी मातालाई आस्था राखेर पूजा गर्दाखेरि
उहाँहरूको घरमा त्यो शुभ सायद देखियो, त्यो शुभ देखिएको छ। त्यसले गर्दा झन् आस्था बढ्दै गयो। त्यो क्रममा चाहिँ यो अहिले चाहिँ लोकप्रिय हुँदै गएको देखिन्छ। धन्यवाद प्रकाश कुमार शाहज्यू। यो हाम्रो छैठ पर्वको बारेमा आज हामी फटाफट विशेष कार्यक्रम लिएर यो लोहन्द्रा घाटमा आइरहँदाखेरि उहाँले आफ्ना विचारहरू छैठको बारेमा जे जान्नुभयो, जे बुझ्नु भएको छ उहाँले त्यो हामीलाई बताइसक्नु भएको छ। र छैठको बारेमा अरू कुराहरू व्रतालु स्वयंलाई पनि हामी सोध्नको लागि र यससँग ज्ञान राख्ने केही व्यक्तित्वहरूसँग पनि हामी सोध्छौँ। र यो हामी यो घाटमा केही तलमाथि घुमेर यहाँका दृश्यहरूलाई कैद गर्दै अनि त्यस पछाडि उहाँहरूको भावना पनि हामी बुझ्नेछौँ। दर्शकबिन, हामीले एकजना भक्तसँग कुरा गर्न लागिरहेका छौँ। फेरि यो हाम्रो फटाफट विशेष कार्यक्रममा म उहाँलाई स्वागत गर्छु, तर परिचय चाहिँ उहाँ आफैले दिनुहुन्छ। मेरो नाम शिव खड्का हो। म चाहिँ यहीँ बेलबारी 3 मा बस्छु होइन। अब यो कहिलेदेखि यो पूजा गर्दै हुनुहुन्छ र यो पूजामा तपाईँलाई कस्तो आस्था छ? यो पूजा चाहिँ अब हाम्रो चाहिँ पहिलेदेखि नै 6-7 वर्ष भइसक्यो गर्न थालेको होइन। मेरो परिवारले अब पितृहरूको बारेमा हर कुरोको उद्धार होस् भनेरै गर्न लागेको हो। हर कुरो घरमा सुख शान्ति होस् भनेर गर्न लागेको हो। लामो समयदेखि गर्दै आउनु भएको छ तपाईँको परिवारले। तपाईँको परिवारले गरेको व्रतबाट तपाईँले के फल प्राप्त गरेको महसुस गर्नुभएको छ अहिलेसम्म? अब भनेको कुराहरू पुगि नै रहेछ। हर कुरो पुगेको छ। सुख शान्ति नै भएको छ। सुख शान्ति पनि होस् होइन। हर कुरो चिताको कामहरू पुगोस्, यही नै हो। तपाईँले चाहिँ कतिपटक भयो यो व्रत लिन थाल्नुभयो? मैले चाहिँ पहिलोचोटि हो। परिवारले लिनुभएको चाहिँ 6-7 वर्ष भयो। यो कष्टपूर्ण व्रत भन्छ नि, कस्तो कस्तो कष्ट हुँदो रहेछ यसमा? यो कुरो चाहिँ अब कष्टहरू भन्नाले त्यति साह्रो चाहिँ मलाई थाहा भएन होइन। उपवास बस्नको लागि निकै कडा खालको उपवास बस्नुपर्छ अरे भने तपाईँले चाहिँ कस्तो महसुस गर्नुभएको छ? मैले त राम्रै महसुस गरेको छु अहिलेसम्म त होइन। अब यो छठ भनेको ठुलो ठुलो चाड हो हर हिन्दूहरूको होइन। एकदम राम्रो चाड हो। ल धन्यवाद। यो हिन्दूहरूको ठुलो चाड हो भनेर भनिदिनु भएको छ। धेरै धेरै धन्यवाद विचारको लागि। दर्शकबिन्द, हामी यसै गरी अन्य थुप्रै भक्तालुहरूसँग होइन छैठ पर्वसँग सम्बन्धित भक्तहरूसँग हामी कुरा गर्नेछौँ र छैठ पर्व जसले ज्ञान राख्नु भएको छ उहाँहरूसँग पनि कुरा गर्नेछौँ। त्यसको लागि हामी तलदेखि माथिसम्मै, माथिदेखि तलसम्मै भएका हाम्रा भक्तहरूसँग कुराकानी गर्न जाँदैछौँ। दर्शकबिन, हामीले पुनः यो फटाफट विशेषमा कुराकानी गर्नको लागि एकजना भक्त तथा व्रतालुसँग कुराकानी गर्न लागिरहेको छौँ। उहाँलाई स्वागत गर्न चाहन्छु। तपाईँलाई स्वागत छ कार्यक्रममा र परिचय चाहिँ तपाईँको आफै दिनु होला है त। हस्, धन्यवाद। नमस्कार, जय छैठी माता। मेरो नाम चाहिँ सीता सुवेदी, घर बेलबारी नगरपालिका वार्ड नम्बर 3 मा बस्छु। म चाहिँ यो छैठी माताको व्रत बसेको म पुरै खर्ना गरेर चाहिँ बस्न गरेको छुइनँ, किनभने कठोर व्रत हुन्छ। हामीले के अरे यो निष्ठा पुर्याउन सकिँदैन कि भनेर म चाहिँ आज बिहानदेखि नुहाइधुवाइ गरेर भोलि अर्घ नचढाउन्जेलसम्म चाहिँ मैले केही फलफुल चाहिँ अलिअलि खाने गरेको छु अनि अन्नहरू चाहिँ खाने गरेको छुइनँ। 26 वर्ष यो गर्दाखेरि 26 वर्ष लाग्यो मैले चढाउन दिने गरेको। मैले व्रतलाई सधैँभरि चढाउन दिन्छु। मेरो छोरा नजन्मीदेखि दिएको, छोरा 25 वर्षको भयो, 1 वर्ष अगाडिदेखि दिएको। 26 वर्ष चाहिँ योबाट लाग्यो। म कन्टिन्यू, मलाई विश्वास लाग्छ र कन्टिन्यू म छैठी माताको चाहिँ आराधना गरिरहनेछु, बाँचुन्जेल गरिरहनेछु भन्ने म यहाँहरूलाई जानकारी गराउँछु। र बिहानदेखि केही नखाँदा पनि भोक लाग्ने त्यस्तो केही पनि हुँदैन। एकदम आनन्द अहिलेसम्म पनि केही भएको छैन। अब भोलि बिहान अर्घ चढाएर चाहिँ खाने गरेको छु। हस्, धन्यवाद। धन्यवाद भनेर पन्चिन पाइँदैन, तपाईँसँग अरू कुरा गर्नु छ। दर्शक, तपाईँले सुनिसक्नुभयो निकै लामो समयदेखि 26 वर्ष भनेको एउटा सानो समय होइन, धेरै लामो समयदेखि व्रत बसेको र उहाँले फल पनि प्राप्त गर्नु भइसकेको महसुस गर्नुभएको रहेछ। उहाँलाई फेरि म अरू प्रश्नहरू गर्न चाहन्छु। उहाँले धन्यवाद दिइसक्नु भएको छ, तथापि पनि तपाईँलाई त्यसो भए तपाईँले तपाईँको सन्तान नभएको कारणले व्रत बस्नु भएको थियो र सन्तान प्राप्त गर्नुभयो कि के हो, के विश्वास हो तपाईँको? व्रत बसेको अर्को सालमा छोरो जन्मिएछन्। मैले त्यस्तो सन्तान नभएर त होइन, मेरो छोरीहरू पनि छन्, 2टी छोरीहरू थिए। त्यसपछि मलाई एउटा छोरा भइदिए हुन्थ्यो भन्ने पनि मलाई लागिरहन्थ्यो। मैले अब यहाँ दिदी बहिनीहरूले भन्नुहुन्थ्यो तपाईँ चढाउन दिने गर्नु, छोरा पनि माग्नु न भन्नुहुन्थ्यो। मैले त्यस्तरी मागेको चाहिँ होइन, तर भित्र आत्माले चाहिँ अब सोचेँ होला
मैले जानेर भए पनि नजानी भए पनि मैले बाबु नजन्मीदेखि चाहिँ यो उठाउन म सधैँ दिन्छु भनेर मैले सोचेको थिएँ। अर्को वर्ष त्यसपछि मेरो बाबु पनि जन्मियो अनि मैले अब बाबु पनि जन्मिसकेको छ, अब म कन्टिन्यू दिइरहन्छु सधैँभरि भन्ने मेरो आस्था छ। यसपालि अझै मैले छोरा बुहारी बिहे पनि गरिसकेको छ छोराको, बुहारी पनि लिएर आउने, भोलि बिहान चाहिँ अर्घ चढाउन बुहारी पनि छोरा पनि लिएर आउँदैछु भन्ने पनि म भनेपछि तपाईँ पूर्ण विश्वासी हुनुहुँदो रहेछ है, एकदम पूर्ण विश्वास। तपाईँको छोरा प्राप्त भयो, अहिले छोराको बिहेदान पनि गरिसक्नुभयो, बुहारी पनि लिएर आउनुहुन्छ। तपाईँले अघि एउटा कुरा गर्नुभएको थियो निकै कडा छ व्रत भनेर, कस्तो कस्तो व्रत बस्नु पर्छ र तपाईँले सक्दिनँ जस्तो लाग्यो र तपाईँले जस्तै व्रत बस्न पनि सकिन्छ र मिल्छ पनि? सकिन्छ, दिदीबहिनीहरूले लिइरहनु भएको छ, म पनि उस्तै हो लिन त सक्छु। तर घरमा चाहिँ अब यसको नियमहरू चाहिँ माछा मासु अगाडिदेखि खानु नहुने, घरमै ल्याउनु नहुने, अब परिवारमा त्यस्तो मिल्दैन। अनि त्यही भएर मैले त्यो जुन सुरुदेखिको गर्नुपर्ने त्यो चाहिँ गरिरहेको छुइनँ। मैले उहाँहरूलाई नै उठाउन दिएको छु। म आफू चाहिँ आज जुन बिहानदेखिको सूर्यको आराधना गरेर अहिले बेलुका अर्घ चढाएँ, अब भोलि बिहान पनि अर्घ चढाएर बस्छु। कठोर भन्नाले चाहिँ सूर्यको आराधना गर्दाखेरि पानी हिजो राति चाहिँ यो खिर पुरी खाएर अहिले पानी पनि उहाँहरूले खानु खरना गरेदेखि चाहिँ अब उहाँहरूले भोलि बिहान यहाँ अर्घ चढाइसकेपछि यी जल पिएर मात्रै अनि अर्थो खानेकुरा अति नै कष्ट र चाहिँ स्वास्थ्यले त यो विज्ञानले त मान्दैन नि त्यस्तो त है। हजुर, विज्ञानले चाहिँ मान्दैन, तर विज्ञानलाई पनि चमत्कार छ, विज्ञानलाई नै चमत्कार दिन्छ यो व्रतले। त्यस्तो केही नै हुँदैन, अब केही नै भएको छैन, हामीलाई नै केही भएको छैन। अरू दिन एकछिन खाना ढिलो भयो भने गाह्रो हुन्छ, तर अब आज चाहिँ केही नै त्यस्तो फिलै हुँदैन। धन्यवाद कुराकानीका लागि तपाईँले यो छठको बारेमा। अनि एउटा कुरा धन्यवाद भन्दा पनि तपाईँलाई एउटा कुरा सोधिहालौँ, यो अरू के चाहिँ हुन्छ छठको पूजा गरेपछि, कस्तो कस्तो आशीर्वाद चाहिँ पाइन्छ, फल प्राप्त हुन्छ भन्ने विश्वासमा गरिन्छ जस्तो लाग्छ तपाईँलाई? मलाई चाहिँ अब सन्तान नहुनेले सन्तान पनि प्राप्त गरिराख्नु भएको छ कतिले होइन। अनि रोगहरू त्यस्तो रोग व्याध लागेको छ भने पनि यो छैठी माताको व्रत आराधना गर्दाखेरि एउटा विश्वास चाहिँ हुनुपर्छ आफूमा विश्वास भएर अलिक ध्यान दिएर गर्नु चाहिँ पर्छ। गरिएन यो हुँदैन भनेर गरियो भने चाहिँ केही पनि हुँदैन होइन। अब मलाई चाहिँ एकदमै विश्वास लाग्छ, म मेरो आफ्नो कुरा गर्ने हो। अब अरूलाई कति विश्वास लाग्छ थाहा छैन, मलाई चाहिँ एकदमै छैठी माताको धेरै विश्वास लाग्छ अनि म आराधना गर्छु सधैँ। धन्यवाद। यो आराधना नगर्नेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अब यो नगर्नेहरूलाई पनि गर्नु, यो व्रतले चाहिँ आफ्नो दीर्घायु सुख शान्ति घर परिवारमा अनि बालबच्चा सबैमा सुख शान्ति हुन्छ। तपाईँहरू पनि सकेको व्रत गर्नु, कठोर व्रत भनिसकेँ मैले होइन, त्यसमा सक्नुहुन्न होला। जति आफूले सक्नुहुन्छ त्यति चाहिँ बस्नु, सबैले आराधना गर्नु, सबैजना आउँ। यो सूर्यको आराधना हो, त्यस्तो केही होइन। अब यो जातीय के भन्ने पनि कतिपय चलन छ, तर त्यस्तो केही होइन। सूर्यको आराधना हो, यो सबैले गर्नुपर्छ। हामी हिन्दू जति पनि छौँ, हिन्दूले गर्ने धर्म हो, व्रत हो। यसमा चाहिँ सबैजना आउनु, सबैजना एकजुट भएर अघि बढ्नुपर्छ भन्न चाहन्छु। धन्यवाद। अब चाहिँ तपाईँलाई एकदम पूर्ण रूपमा धन्यवाद दिएँ। दर्शकबिन हामी हाम्रो बेलबारी नगर निवासी नै हुनुहुन्थ्यो, उहाँसँग कुराकानी हामीले गरिसकेका छौँ र अब भने हामी अर्को एकजना भक्त अथवा व्रतालुसँग कुराकानी गर्न लागिरहेका छौँ। उहाँलाई पनि म कुराकानीमा स्वागत गर्छु। तपाईँ अलिकति ओर आइदिनुहोस् न है, तपाईँ खाली खुट्टा हुनुहुन्छ होइन, कष्ट छ है। तपाईँलाई स्वागत छ कार्यक्रम यो फटाफट विशेषमा। धन्यवाद। मेरो नाम राजवती खवास हो, बेलबारी 3 मा बस्छु। राजवती खवास भन्नुभयो? मेरो नाम राजवती खवास हो, बेलबारी 3 मा बस्छु। कहिलेदेखि यो व्रत गर्दै हुनुहुन्छ? म 54 सालदेखि गरेको। 54 सालदेखि? हजुर, 54 सालदेखि गरेको। घर परिवारको सुख शान्तिको लागि, बालबच्चा देश विदेश जहाँ जहाँ रहोस्, यहाँ त्यहाँ छठी मैया कृपाले राम्रो होस्, साथ दियोस् छठी मैयाले भनेर त्यसको लागि। त्यति लामो समयदेखि व्रत बसिरहनु भएको छ, के तपाईँले मायाको इच्छा पुरा भइरहेको छ? पुरा भएको छ। छोरा छ, छोरी छ, छोरा पनि विदेशमा छन्। माता कृपाले अहिलेसम्म सबै राम्रो भइरहेछ, रक्षा भइरहेछ। हामी श्रीमान श्रीमती जागिर गरिरहेको छौँ, सही सलामत छौँ, सब परिवार सही सलामत छौँ।
मातामा आस्था छ, विश्वास छ, त्यस्तै विश्वासमा। तपाईँ विशेष दिन मात्रै व्रत बस्नुहुन्छ कि तपाईँ नुहाई धुवाई अथवा त्यो नुहाई खुवाइसदेखि नै सुरु गर्नु चतुर्थीदेखि? सुरुदेखि म त आइतबारको व्रत पनि 47 सालदेखि लिएको हो। सूर्यनारायणको व्रत हो, त्यसले गर्दा सूर्यनारायणको त्यो विशेष उसमा लिइराखेको हुन्छु। र छठी मैयाको पनि छठी माता दुर्गाको चण्डीपाठसम्म गर्छु। उहाँ माता नै हो, सबै रूप माताकै हो। कहिले राधा बन्नुभएको छ, कहिले दुर्गा नवदुर्गा चण्डी काली सब उहाँ नै हुनुहुन्छ, कहिले सीता बन्नुभएको छ। सबै माताकै आस्था सम्झिँदा नि मनबाट भक्काने भएर आउँछ कि सबै माताको रूप। जब कि जब नारी पुरुष एक झन बराबर भएकोले गर्दा नारी पनि पुरुष हुँदैन, पुरुष नारी हुँदैन। भगवान्हरू पनि राम सीता एक छन्, जस्तो शिव पार्वती दुई एक रूप छन् होइन। जस्तो सीता राम राधा कृष्ण एक नारी पुरुष एक, जस्तो शिव विवाहमा जस्तो नारी पुरुष छुटेको छैन, एक पुरुष त्यस्तै हो। भगवान्हरू जस्तो छ त्यस्तो हामी पनि त्यस्तै। माताको महिमाले गर्दा नि हाम्रो एकदम भित्र गदगद सम्झनामा आउने बित्तिकै जब कि माताको भक्ति गर्दा हृदय भाव प्रकट हुँदा हृदयमा आँसु नआइ भित्रै नपग्लिँदा के भक्ति गर्नु, त्यस्तो छ हाम्रो। तपाईँले जल चढाइसक्नु भयो? सकेको रातभरि बस्नुहुन्छ यहीँ? यहीँ बस्छु। यहाँ मूर्ति राखेको छ, मूर्तिको सेवा गर्नु पर्यो, अरूको आस्था देखाउनु पर्यो। घर पनि जान मिल्छ? मिल्छ। अनि बिहान फेरि आउने होला? बिहान म चाहिँ यतै बस्छु, किनभने मूर्ति मैले ल्याएको छु होइन। मै यहाँ गर्दा बसेकोले गर्दा मेरो रेखदेखमा छ, त्यसले गर्दा छोड्नु मिल्दैन। किनभने निष्ठा यसमा जस्तो दारू मछु खाएकोले छुइछा गरिदियो भने कर्तालाई असर गर्छ होइन, राम्रो हुँदैन। त्यसले गर्दा अब स्वयंसेवक कस्तो गर्छ गर्दैन। अनि त्यसले गर्दा बिहानदेखि बेलुकासम्म, बेलुकादेखि बिहान चाहिँ मै बस्छु। कसैले छुइछाइ गरिदिन्छ यति भक्तलाई? अब कस्तो व्यक्तिले छोइदिन्छ? होइन, 1 महिनादेखि नै होइन बार्छ घरमा माछ मासु यस्तो लगभग के 1 महिनादेखि? 1 महिनादेखि? 1 महिनादेखि अब नसक्नेले तिहारदेखि नै बार्छ। हामी चाहिँ म चाहिँ अब सधैँ भेजै हो, त्यसले गर्दा मलाई सजिलो घर परिवार खाए पनि जे गरे फरक पर्दैन। म चाहिँ अब सधैँ भेज। शुक्ल पक्ष लागेदेखिको गर्नुपर्ने हो, तर तपाईँ चाहिँ 1 महिनादेखि नै गर्नुहुन्छ? दसैँ तिहार पुरै? दसैँभरि चण्डी पाठ गर्छौँ, त्यसपछि अब तिहारमा लक्ष्मी माता पुज्छौँ। उनै हो छठी माता नै हुन्छ। अब फेरि छठी माता हुनुहुन्छ। अब स्वस्थानी आएपछि स्वस्थानी माता नै उहाँ नै हुनुहुन्छ। अब यो वेद पुराण कथाहरू म सुन्दाखेरि हेर्छु सबैमा उहाँ नै हुनुहुन्छ। त्यसले गर्दा माताको नि आजीवनभरि हाम्रो रहनेछ। यो कसले लिनुपर्छ भन्ने कुराहरू निर्कुल छ कि अथवा महिलाले मात्रै लिनुपर्छ, पुरुषले लिनु हुँदैन, अथवा बच्चाले लिनुहुन्छ, ठुलाले लिनु हुँदैन, अथवा यो यसले हुन्छ उसले हुँदैन भन्ने केही छ? महिला पुरुष बच्चा सबले लिनु मिल्छ। बच्चाहरू लियो भने आफ्नो विधाको लागि हो, आफ्नो सुख शान्तिको लागि। आमाहरू लियो भने विशेष गार्जनले सब परिवारको लागि हुन्छ। किनभने यो घर गार्जनले लिएपछि नि अरू कसैले नलिए पनि गार्जनको उसबाट सबैलाई जस्तो जरामा जल हालेपछि पुरै वृक्षलाई फल मिल्छ, त्यस्तै हो। धन्यवाद कुराकानीको लागि तपाईँलाई पनि है त। दर्शकबिन्द हामीले अहिले के बोले बोलिन, जाने पनि नजाने बोलेको होइन, गल्ती भएछ गरिदिनु होला, धन्यवाद। एकदमै राम्रो आफ्नो विचार राखिदिनु भएको छ। तपाईँले धेरै लामो समय 54 सालदेखि छैठी माताको पूजा गरेर, सूर्यनारायणको पूजा गरेर, सूर्यनारायणको भक्त भएर आइतबारको दिन पनि व्रत बस्ने, हरेक आइतबार सूर्यनारायणको व्रत बस्ने। अनि यो छठमा झन् विशेष गरेर यसपालि त झन् शनिबार नुहाई खुवाई अनि आइतबार खरना र सोमबारको दिन छैठी माताको पूजा परेकोले गर्दाखेरि उहाँलाई त धेरै राम्रो भयो र उहाँ धेरै आस्थावान हुनुहुँदो रहेछ। र हामीले यो व्रत जसले लिए पनि हुन्छ, उमेरले पनि छेक्दैन, कुनै केहीले नछेक्ने एउटा शुद्ध भएर निकै कठिन व्रतको रूपमा मानिने छठ पर्व। तर त्यसरी हामीले गऱ्यौँ भने फल पनि हामीले चाँडोभन्दा चाँडो प्राप्त गर्न सक्छौँ भन्ने कुरा उहाँले राखिदिनु भएको छ। दर्शकबिन्द उहाँसँग कुराकानी गरिसकेपछि अब भने साँझ पनि निकै ढल्किसकेको छ अथवा साँझ परिसकेको छ। आवाज पनि निकै धमधडकाका साथ आवाजहरू गन्किरहेका छन्। हामीलाई समयले त्यति राम्रो साथ दिएको छैन, तथापि पनि अर्घको कार्यक्रम सकिएको र व्रतालुहरू पनि अब घरतर्फ जाने र यहाँ बस्नेको टुङ्गोमा पुगिसक्नु भएकोले अब हामी फटाफट विशेष कार्यक्रम लिएर हामी यो बेलबारी नगरपालिकाको यो बिचमा रहेको लोहन्द्रा घाटमा हामी आएका थियौँ
र यस घाटबाट हामीले जति पनि तपाईँलाई भक्तालुहरूसँग कुराकानी गऱ्यौँ र हामीले छठको बारेमा जति पनि कुराकानी गऱ्यौँ त्यस कुराकानी सँगसँगै आज भने कार्यक्रम फटाफट विशेषबाट म कार्यक्रम प्रस्तुता डमरसिंह जिरु पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।